सन्तोष दाइ एउटा कुरा म भन्छु कि म आइबिरुमा काम गर्दा मलाई के भन्नुभयो कि म यताउति सबैतिर जान्छु भने यो मान्छे गेडा जस्तो कुरा गर्छ मेरो कुरा गर्न दिनु न हो। अन्ति आइबरीको कुरा मैले गरेँ आइबिरुको कुरा म अर्को टाइपले गरेँ तिमीलाई मैले भने ठिक छ तिमीले मेरो होटेलमा पेमेन्ट गरेको छौ भने त्यस्तो त्यसो नभन ठिक छ होइन ठिक छ तिमी र म जाउँ होटेलमा मेरो यति पैसा पेमेन्ट गरेको छ भने म तिमीलाई पैसा दिन्छु भिडियो फोटो आयो ल हिन्दीबाट बोला नि त भन्छ म गरिदिँदैछु 1 मिनट हिन्दीबाट नि सिकाइदिनु पर्छ कि सन्तोष दाइ एउटा कुरा म भन्दैछु कि म तपाईँसँग जति आइबिरुमा आएर यताउति सबै जति पैसा खर्च गरेको छु ल ठिक छ कुनै ठुलो कुरा छैन र यताउति सबै कुरा यता मिलाएर म 5 महिना 7 महिनासम्म काम गरेको सबै कुरा यताउति सबै मिलाएर यो यहाँबाट म यहाँ भाउजूसँग काम गर्न आएको छु भाउजूसँग तपाईँ के बोल्नु भएको यो मान्छे त तिमी मान्छे होइन के तिमी घाँस मान्छे क्या बात गर्छ अरे भाइ तँ? म बोल्दिनँ म अहिलेसम्म कसैसँग म के सिकाइरहेको छु के मसँग हुँदैन बोल्नु हुन्छ बोल्नु मेरो नाम केडाहरूले म बोल्दिनँ मेरो सोची त्यही बोले मलाई भइसक्यो मान्छे मलाई थाहा छैन दाइ म 18-17 वर्षको बिचमा म विदेश आएको मलाई थाहा छैन केही मलाई थाहा छैन यस्तो मान्छेहरू कसरी विदेश आयो क्या म एउटा भन्छ तिमी पढाइ त लेखेको छौ होइन म पढे लेखेको ल मलाई त्यत्रो ज्ञान छैन दाइ मलाई त्यत्रो ज्ञान छैन प्लिज कसमले भनेको मलाई त्यत्रो ज्ञान छैन मलाई त्यत्रो ज्ञान तिमी इङ्ग्लिस पनि बोल्छौ म इङ्ग्लिस पनि बोल्छु